हाम्रो यहाँ आज भूपेन्द्रजी स्टेम थेरापी गर्दै हुन्छ। टाउको मात्रै यो दुनियाँमा छ, शरीर चाहिँ सब गायब है। अब यो चिज के हो भन्दाखेरि यहाँ चाहिँ छ प्रेसर कुकर, त्यसको प्रेसर कुकरको चाहिँ पुच्छरबाट के आउँछ भन्दाखेरि यहाँ बगेर चाहिँ त्यसको बाष्प यो भित्र बक्सभित्र जान्छ र यो चाहिँ इन्सुलेटर नन कन्डक्टर अफ हिट यो काठको बाकस बनाइएको छ। त्यहाँभित्र त्यो चाहिँ बाष्प चाहिँ बस्छ र उसलाई चाहिँ तातो बनाउँछ। यसले गर्दाखेरि छालामा भएका त्यो सानसाना पालहरू छन्, ती पालहरूबाट चाहिँ एकदम सर पसिना बाहिर आएर एकदमै क्लस्त पारेर डिटक्सिफिकेसन गर्छ। के भन्छ, कस्तो फिल गर्दैछौ? एकदम दामी दामी। बाबरे बाबरे, 100 मा कति नम्बर दिन्छ आजको यो महफिललाई, यो आनन्दलाई? हामीले दिएको सुझाव तपाईँलाई कस्तो लाग्यो? एकदम राम्रो छ, एकदम राम्रो लाग्यो। यो सारङ्ग आयुर्वेद हस्पिटललाई के भन्नुहुन्छ तपाईँ? धेरै धन्यवाद भन्न चाहन्छु। धेरै धेरै धन्यवाद भन्न चाहनुहुन्छ उहाँले। तपाईँहरूलाई पनि यसो स्ट्रिम थेरापी गर्नु छ, कुनै तेल थेरापी गर्नु छ, अग्निसार क्रिया गर्नु छ होइन भनेपछि एकदमै सर्वसुलभ मूल्यमा आनन्दका साथ यहाँ मसिला झापालीहरूले, खास गरेर झापाका भाइहरूले तपाईँलाई चाहिँ यो सेवा प्रदान गर्नेछन् र तपाईँलाई यो विराम रोग जुनसुकै छ, विराम गर्नु भने तपाईँले केही चाहिँ खानेमा विराम गर्नु होला, सही कुरा खानु भएन होला होइन। रोग व्याधि छ उहाँहरूले चाहिँ सबै जसो यहाँ आउने ग्राहकहरू त नभनौँ होइन, उपचाररत जो पनि मानिसहरू हुनुहुन्छ उहाँले सन्तुष्टि व्यक्त गरेको मैले पाएको छु। म आफै पनि यसको एउटा सेवाग्राही हो र उता उहाँले चाहिँ एकदमै आनन्दका साथ चाहिँ यी विभिन्न खालका मानिसलाई चाहिँ सहयोग हुने, शरीरलाई चाहिँ सजिलो पर्ने खालका उपचारहरू यहाँ गरिरहनु भएको छ। यो टिमले, प्रसाई परिवारले सहित हामी गेटवे एकाडेमीको तर्फबाट यो कोभिडको समयमा झन्डै 6 महिना 100, 150, 200 मानिसहरूलाई विभिन्न ठाउँमा गएर कोभिड लाग्ला, हामीलाई कोरोना लाग्ला भन्ने बेप्रवाह रहेर हामीले निकै ठुलो सेवा प्रदान गरेका थियौँ। यसको हामीलाई चाहिँ अहिले एक खालको आत्मसन्तुष्टि मिलेको छ। भाइ लगायत यहाँ 100औं व्यक्तिहरू चाहिँ उहाँहरूले आफ्नो के भन्छ स्वास्थ्य लाभ दिइराख्नु भएको छ। भूपेन्द्रलाई सुस्वास्थ्यको कामना बधाई छ। थ्याङ्क यू सो मच। तपाईँ हामी मेडिकल पर्सन हुन्छ होइन, त्यो अक्युपङ्क्चरिस्ट हुनुहुन्छ, सायद तपाईँ यो पालमा चाहिँ दुलो पार्नुहुन्छ होइन, अनि यो सुक्ले घोस्नुहुन्छ होइन, के गर्नुहुन्छ? त्यो एकुपञ्चर गरेको। एकुपञ्चर गरेको त्यो एकुपञ्चर भनेको के हो? एकुपञ्चर भनेको टिसिएम अन्तर्गत रहेर उपचार गर्ने एउटा विधि हो। टिसिएम भनेको ट्रेडिसनल चाइनिज मेडिसिन हो। टिसिएम अनुसार उपचार गर्ने विधि हो र यसमा बिरामीको रोग अनुसार विशेष पोइन्टहरूमा एकुपञ्चर राखेर त्यसमा माइक्रो इलेक्ट्रिक करेन्टको फ्लो बढाएर चाहिँ नसाहरूलाई स्टिमुलेट गरेर गरिने एउटा विधि हो। प्राचीन विधि हो। मुखभरि चिटचिट पसिना आएको छ, सायद पानी खाने बेला भयो मलाई यसो पानी पाइदियो। अब यसरी यो स्टिम गरेको बेला अरू बाहिरबाट अरूले, किनभने उहाँको हात अहिले बन्धनमा रहेको छ, एकजना साथीले उहाँलाई पानी खुवाउँदै हुनुहुन्छ। अब भयो भने त्यो कि चाहिँ मुखमा हावा चेन्ज गर्नुपर्ने हुनसक्छ अथवा ग्यास बन्द गरिदिनु। ग्यास भयो बस होइन, तातो मैले त 20 मिनट भयो, त्यो चाहिँ 3 मिनटमै भयो भन्छ। सर पहिलाचोटि बसेर हो। पहिलाचोटि बसेर हो। ल धन्यवाद, सुस्वास्थ्यको कामना बाबु। थ्याङ्क यू सो मच।